र आजका यी दुई कृतिहरू विधिवत लोकार्पण भयो भनेर घोषणा गरिदिन हुनका निम्ति आजका प्रमुख अतिथि आदरणीय सर डाक्टर जीवनानन्द सरलाई घोषणा गरिदिने हार्दिक निवेदन गर्दछौँ। आजको यस पावन अवसरमा सृजनाको पखेरुमा भन्ने अभिनन्दन गर्नुभयो अनि बिर्सन नसकिने पलहरू विविध रचनाहरू सङ्गालो। यो बिर्सन नसकिने सङ्गालो मदन ओझाको मौलिक रचना र सृजनाको पखेरुमा मदन ओझाको अभिनन्दन ग्रन्थ औपचारिक रूपमा लोकार्पण भएको हामी घोषणा गर्न चाहन्छौँ। धन्यवाद। र यहाँलाई यथास्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक निवेदन गर्दछौँ।